हेलो सबैजनालाई नमस्कार। यो शुभ विवाह सम्पन्न हुन गएको छ। त्यसपछि यहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ अनि यता भात पाक्दैछ, दाल मासु होइन, अनि यता खसी काटेर यसलाई चाहिँ तयारी गरिँदैछ। अब आज हाम्रो शुभ विवाह चाहिँ हाम्रो पर्यटक सुनारको यहाँ त्यही भएर खसी काट्दैछु ज्वाइँ अनि अरू के छ तपाईँको हालमा भन्नुहोस्। ठिकठाक छ। उतै बसिरहेछ। यस्तै राम्रो हुन्छ अब यो चाहिँ आफ्नै हातले बन्दै गरेको अर्ग्यानिक माला, दुबोबाट बनेको छ यो माला। हाम्रो नेतृत्व निर्देशनशीलले गराउँदै हुनुहुन्छ।
सबैलाई नमस्कार। हामी प्राय यो सबै यो सार्वजनिक ठाउँहरू जस्तो विवाह व्रतबन्ध लगायतका भोजहरूमा चाहिँ दलित समुदाय र गैर दलित समुदायको यस्तो नगरपालिका राजकोट नगरपालिकामा चाहिँ गैर दलित र दलित समुदायको एउटै भान्सामा खाने गरेको देखिएको छ। यहाँ चाहिँ वडा अध्यक्ष, उपमेयर, मेयरहरू सबै लगायत अन्य गैर दलित समुदाय र यता दलित समुदायको खानपान यसरी चलिरहेको छ। र यता चाहिँ यो दलित समुदायले बनाएको यो चाहिँ भान्सा अनि यो चाहिँ गैर दलित समुदायका व्यक्तिहरू र गैर दलित समुदायका व्यक्तिहरू सँगै बसेर खाएको हामीले यो दृश्य तपाईँमा पेश गऱ्यौँ। जातिको बारेमा सत्यं कुशलं मङ्गलं भगवान् आएर आशीर्वाद दिनु होला प्रभु। यो लगन शुभ राखिदिनु प्रभु नारायण। मुगु छाएन तिमीलाई चन्दना भैरवनाथ प्रभु नारायण राष्ट्र र सिंहनाथ श्री शिवनाथ नारायण यो लगन शुभ राख। नौरी भगवान् 12 महिना छ तपाईँले यो लगनको बारेमा 60 वर्ष दिनु होला प्रभु नारायण। जगा बाबु मेरो बाबु मेरो ठुलो साला नाति देखाइदियोस् प्रभु नारायण। नारायण बाबु प्रभु भाग्यवानी प्रभु। आजको सालो ल उनीसँगले यो